चाहिँ म बिहान बिहानै आएर यहाँ अलिअलि त्यो के अरे धनियाँ चौसुर र बिटको लगाउने जग्गा बनाएँ बारबेर गरेर है। किनभने यहाँ कुखुराले पनि खोर्सिन्छ भनेर कुखुराको बार पनि बनाएँ हो। यो सब रेडी गरेँ है। त्यहाँ नि उतापट्टि पनि छ, यतापट्टि चाहिँ कुखुराले खोर्सिन्छ भनेर यसरी उयो बार लगाएँ हो। यहाँनिर गाजर, यहाँनिर धनियाँ चौसुरहरू लगाउने छौँ र अब चाहिँ म यति बारबेर यति गरेर चाहिँ बिट टिपेर देखाउँछु। हेर्नुहोस् सब्जीको लागि साथीहरू यी आजको लागि चाहिँ मैले बिट टिपेर पनि ल्याएँ र आजको अब चाहिँ पुग्यो। अब चाहिँ टिप्दिनँ। यो चाहिँ हो हाम्रो ओरेन्ज गार्डन र बिहान बिहानै आएर सब्जी पनि टिपेँ हो। अब चाहिँ म खोर्सानी पनि टिपिसकेँ खानुको लागि। ल है मित्रगण, आज चाहिँ मैले बिहान बिहानै आएर पनि सब्जीहरू सब टिपिसकेँ। सानोतिनो बारबेर पनि गरेँ सब्जीको लागि है। अब चाहिँ म जाँदैछु रुममा गएर म देखाउनेवाला छु आज मैले कति सब्जी टिपेँ भनेर। र यहाँ हाम्रो गाउँमा चाहिँ यसरी अर्ग्यानिक सब्जीहरू पाइन्छ, हेर्दै गर्नु होला भिडियोमा। यहाँ छोटुले ऊ के गर्दो रहेछ, के गर्दैछ छोटु? दौरा काटेको? ए यहाँनिर दौरा काट्दैछ। यहाँनिर चाहिँ मैले आज बनाएको खेतबारी। अब चाहिँ म गएको घरमा। यहाँनिर पनि हामीले पहिला केही लगाएको थियौँ है। र यो चाहिँ तपाईँले हेर्दै हुनुहुन्छ सानो किचन गार्डनको नजारा। यो चाहिँ हो हाम्रो हिमालय पर्वत, यहाँ देख्दैछौ कञ्चनजङ्घा। र यो माथि चाहिँ हो हाम्रो घर, नयाँ बनिँदै गरेको घर। यो चाहिँ हो अमरुद। मेरो अमरुद देख्दैछ? देख्दैछ क्या? ये मेरा अमरुद, ये है र मित्रगण बिहान बिहानै आएर म यहाँ आफ्नो खेतबारीबाट सब्जीहरू पनि लिएर आइसकेँ। मित्रगण अब चाहिँ म बिहान बिहानै खेतबारीको सब्जीहरू पनि लिएर आइसकेँ है। अब चाहिँ खाना बनाउनु मेरो चल्छ। म चाहिँ उ तल गएर अलिकति काम गर्नुपर्ने छ हो खेतबारीमा। मेरो काम अलिक पेन्डिङ छ, यो गर्नुपर्ने। यो म खेतबारी बनाउनेवाला छु, बनाइकन तपाईँलाई भिडियो फेरि अपलोड गरेर देखाउनेवाला छु। र यसको साथमै आजको मेरो यो सानो ब्लग यहीँसम्म पुग्नेवाला छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।